के देखायो कसले देखायो मलाई कस्तो बेलात्त भएको हेर तिमीलाई पिरो भएर के मजाले छु ए पुरै खाइ भइसकेछ मेरो भाइ खान्छ तपाईँले मैले खायो नि त मोमो धेरै खाइसक्यो धेरै त अब के अब नेक्स्ट टाइम पनि खान्छ यति थोत्रे खाएको नि हामीले थोत्रे यति थोरै थोत्रे खायो हेलो नमस्ते स्वागत छ तपाईहरुलाई हाम्रो च्यानल फुड एन्ड फन नेपालमा सो हाम्रो केही दिनदेखि चाहिँ हामीले मोमो मकबाङ गरिरहेको छौं सो तपाईहरुले हाम्रो भिडियो मन पराइदिनु भएको छ त्यसको लागि एकदमै थ्यांक यू सो मच र आज पनि हामीले अर्को एउटा मोमो लिएर आएको छौं आज रहेको छ हामीसँग चाहिँ चिल्ली मोमो यानी कि सी मोमो आज हामीले यो सी मोमो मकबाङ गर्न जाने छौं आज च्यालेन्ज हुन्छ हुँदैन नानी छ नि नानी आज हामी मकबाङ गर्दैछौं सो हाम्रो भिडियो तपाईहरुलाई कस्तो लाग्छ कृपया भिडियो मन पर्छ भने लाइक गर्नुस् कमेन्ट गर्नुस् र च्यानल मन पर्छ भने सब्स्क्राइब गर्नुस् सो ल आज हामी सी मोमो खाना जान्छौं है त ल च्यालेन्ज गर्ने हो र च्यालेन्ज गर्ने हो नगर्ने म सक्दैन के नानी छ खाऊ है त ध्यान भयो चाहिँ त्यो टमाटरको सस हाल्छ हो साह्रै मिठो रहेछ ट्याक्क भयो त कोही त है दिनको यस्तो खानु पाए पिरो छ पिरो अलिक पिरो त भयो चिल्ली भनेको थियो मेरो जानी त्यसलाई सक्छ भने के देखायो कसले देखायो मलाई कस्तो बेलात्त भएको हेर कसले छ क्या ल्याउनु लास्टको भाले चाहिँ के थियो त्यो लास्टको चेपे मेरो बेटी तपाईलाई सी मोमो मनपर्छ भने तीन डिनर तर सी मोमो टेस्टी फरक है होइन खाउन लागिहाल्छ लिली खाना मेरो सही होइन के हो पिरो रहेछ नि त अब तिमीले सिमाउनु भने होइन यस्तो पिरो हुन्थ्यो जस्तो लाग्छ त चिल्ली मोमो भने के त अनि सी भने सर्कलमा चिल्ली हो क्या अन्त बुढीलाई पिरो भएर के भयो तिमीलाई पिरो भएर के मजाले छु ए पुरै खाइ भइसकेछ मेरो भाइ खान्छ तपाईँले मैले खायो नि त दामी छ तपाईहरु पनि ट्राई गर्नुस् है गाइस पसिना लास्ट आइसक्यो कसको तपाईँको
पसिना खुर्सानी खाँदा होइन हेर्दा आउँछ मेरो पसिना अर्काले खाएको खुर्सानी हेऱ्यो भने भिडियो हेऱ्यो भने सल्ल आउँछ क्या हाम्रो छोरी पनि ठुलो भएपछि बाबा ममा भन्छ होला है पिरो भयो मलाई नि आज त के बोल्यो होला भने के पिरो मोमो हुँदैन पिरो हो त्यो सतुङ्गलमा खाएको क्या त्यो एउटा यस्तै मन पर्दैन सिमोमो भन्छ त्यो खुस्नीले बनेर लागेको छैन होइन मेरो एउटा खाइ भएपछि च्यान गरेर पनि मैले सक्दिनँ आजलाई पिरो त्यो पिरो चाउचाउ जस्तै छ र खाइँदैन त्यो भित्रको बफ हो कि चिकन हो चिकन र बफ त थाहा नि त भित्र चाहिँ कुखुरामा साल्यो भने त्यस्तो एन्सर दिने हो त अनि फिनिस भयो मेरो सानो खाने हो के छ यसो सहयोग गरिदिउँ कि गर्नुपर्छ सहयोगको भावना राख्ने मान्छे हामी मासु खान्छ होला खै खाइछ त्यो खानु भने त्यही भने त्यही खाइ उयो मलाई फास्टै पिरो रहेछ भोलि सानोलाई छोरीले गाड्नुहुन्छ ओके गाइस आजको हाम्रो भिडियोहरू पनि हेरेको थिएँ सिमोमो मकबाङ फिनिस भएको छ कस्तो लाग्यो सिमोमो चाहिँ सिमोमा टेस्टी थियो अलिक पिरो रहेछ क्या मलाई चाहिँ अलिक गाह्रो भयो सिमोमो त पिरो हुन्छ नि अनि जे पनि पिरो अलिक बढी नै पिरो फेरि हामी पुरै भगाइराख्यो अनि छोरीले पनि गाह्रो हुन्छ मैले अब के गर्ने तिमीले नै खाने भनेर भने त अनि मलाई खानु मन लागेको तर टेस्टी थियो जे पनि अब खाइ ओके गाइस हाम्रो चाहिँ मोमो एउटा सिरिजै भनौँ न सिरिजै भिडियो आइरहेको छ होइन अस्तिको सहित हाम्रो 3वटा लगातार मोमो सिरिज आएको छ यसको यो भिडियोहरू तपाईँहरूलाई कस्तो लाग्छ कृपया भिडियो मनपर्छ भने लाइक गर्नुहोस् अनि कमेन्ट पनि गर्नुहोस् होइन र अर्को दिन हामी फेरि अर्को नयाँ भिडियो लिएर आउनेछौँ अब मोमै आउँछ होला अर्को दिन पनि के छ होइन मोमो धेरै खाइसक्यो धेरै त अब के नेक्स्ट टाइम पनि खान्छ यति थोत्रे खाएको नि हामीले थोत्रे यति थोत्रे खाएको अब अर्को हप्ता सायद मोमै आउँछ होला होइन तपाईँलाई मोनोटोनस भएको छैन भने चाहिँ ठिक छ हामी अर्को हप्ता मोमो ल्याउँछौँ होइन कति मोमोको भिडियो मात्रै ल्यायो होला भनेर भन्नु होला तर यो सिरिज हो एक दुईवटा मोमोको भिडियो अझै आउँछ होला सम्भवतः होइन के भन्नु सो आजको भिडियो हाम्रो फिनिस हुन्छ तपाईँले माया गर्नुहोला सब्सक्राइब गर्नुहोला च्यानललाई थ्याङ्क यू सो मच
अर्को दिन हामी फेरि मोमो भिडियो लिएर आउँछौँ। छोरी टाटा बाई। गर्दै बाई हाई कि बाई छोरी